ल डे 2 मा तपाईँहरूलाई स्वागत छ। हामी चाहिँ बिहानै 5 बजी उठेर ट्याक्कासँगले सुनसान छ। बेलुका 1-2 बजीसम्म लाइभ होला हुँदो रहेछ। हामी चाहिँ 5 बजी उठेर सारङकोटको लागि चाहिँ सनराइज हेर्नको लागि रेडी भइसकेको छ। ऊ रेडी हुँदैछ भने म पनि रेडी भइसकेको छु। आजको डे 2 ब्लगमा हजुरलाई स्वागत छ र आजको दिनभरिको भिडियो म बनाएर हाल्छु है त। यता सारङकोट हेर्ने अरे हामी ड्राइभ पनि बोलाइसकेको छौँ र हामी ड्राइभ गरेर जाँदैछौँ। गेट त लक हालेको हुन्छ कि अहिले खोल्नु न हौ। ओके कहाँ गेट भन्छ फेरि गेट आइसक्यो यहाँ हाम्रो ड्राइभ पनि आइसकेको छ होइन। हामी चाहिँ ट्याक्क अब कति टाइम लाग्छ यहाँबाट तपाईँ हो? हजुर ओके ल लेट्स गो। के कुरो लाग्यो हो यो बिहान बिहानै सनराइज हेर्ने सुनसान छ रोड अँध्यारो छ। हामी छ बिच बाटो। फाइनली भ्यू पोइन्ट सारङकोटमा आइपुगेका छौँ हामी। यहाँ धेरैजना अघि आइसकेका छौँ भने हामी भर्खरै आइपुगेको छ र हुँदैछ। हिमाल सेतो हिमाल देख्न सुरु गरिसकेको रहेछ र लगभग पोखराको लेक साइडबाट आधी घन्टा लाग्दो रहेछ। 1 स्टेप 2 स्टेप 3 स्टेप 4 स्टेप 5 स्टेप वाह चाड अब ऊ हेर्नु यस्तो मान्छे कोरी जाने भनिरहेको थियो। यति हिँड्दैको लागि थकान लाग्यो। ल सकिएन। ल रेडी हुँदै रहेछ। सूर्योदयको लागि चाहिँ 6:28 हुने रहेछ। राम्रो देखिएको छ। माछापछि यहाँबाट नदेख्छ जस्तो क्या हो है। यो दामी छ। पोखराको बजार पनि आधी देख्छ रहेछ। यतापट्टि हो खास चाहिँ र आधी मात्र देख्दो रहेछ। माछा पुछ्रे यता अन्नपूर्णहरू पनि मजाले देख्न थाल्यो। सनराइज हुँदैछ र हाम्रो भ्यू सनराइज हेर्नेहरूको भिड यस्तो देखिएको छ यहाँ र वरिपरिको पाहाडहरू पनि खुलिँदैछ। माछा पुछ्रेको टुप्पो यस्तो देखिएको छ। पोखराको एक भाग यस्तो छ यहाँबाट। खिसक्यो त फेरि कता पर्छ? लेक साइड कता हो? आउँदैन क्या। हामी सबैजना सूर्योदयको पर्खाइमा छौँ तर अलिकति सूर्योदयले धोका दिएको जस्तो छ। टाइम त अफ भइसक्यो। अब माथि चढिसक्यो होला। यो तुवालोले यो डिस्टर्ब गर्यो है। हिमालहरू पनि सबै छोप्यो। अब आउँछ कि आउँदैन भइसक्यो। उति माथि जान्न के अरे उति माथि अस्ति त हराउँछ अब। सनराइज पनि हेऱ्यौँ हामीले। आज खासै राम्रोसँगले सूर्योदय देख्न पाएन किनभने यो तुवालोले गर्दाखेरि। र आजको सारङकोटको
फुलको दृश्यको भिडियो यति नै र दिउँसोको भिडियो फेरि यसैमा आउनेछ। हामी चाहिँ माछा पुछ्रेको दृश्य हेर्न चाहिँ यहाँ छौँ र अहिलेसम्मको एक्सपिरियन्समा चाहिँ उसले चाहिँ मैले खिचिदिएको भिडियो मन नपराउने, फोटो मन नपराउने, अनि मैले चाहिँ उसले खिचेको भिडियो मन नपराउने, फोटो नपराउने के, तर पनि एडजस्ट गरिरहेको छौँ जे जस्तो भए पनि। ऊ आफै बनाइरहेछ नि मैले बनाएको चित्त बुझेन अरे उसलाई, अनि ऊ आफै बनाइरहेको छु। के गर्नु, यस्तै छ, चित्त बुझाउनै पर्यो। आइगो मरि आप्पा चिच्चा। हामी चमेरा गुफा हुनको लागि आएको छु, तर गनाएर स्मेलिङबाट सुरु भयो, कान बन्द भयो माथिबाट आउँदाखेरि। टिकट लिँदैछौँ हामी। निस्किने ठाउँ हो, यस्तोबाट निस्किने अरे क्या। अब कसले पत्ता लगायो होला है। र ऊ चाहिँ नसेक्ने अरे, त्यही भएर हामी चाहिँ ब्याग कहाँबाट पसेको छौँ त्यहीबाट निस्किन्छौँ होला। त्यो मुखमा नराख्नु नि रुमाल, चिप्लिँदैन त्यहाँ समात्दिनु हुन्छ नि। निस्किन नसकेको अवस्था। मोटो छ क्या बहिनी? मोटो छैन, जडा मात्रै। त यहाँबाट निस्किनु भयो? म त यहीँबाट निक्लिँ। त यत्रो मोटो मान्छे सजिलै निक्लिन सक्छ कि। यसरी निक्लिन्थ्यो नि, केही पनि गर्नु पर्दैन। आत्तेर मात्रै निक्लिन नसक्यो, न त यहाँ आनन्द बुढाहरूलाई चाहिँ अलिकति गाह्रो छ। त्यो हाम्रै होला होस्। ल त्यो कसको फोन आयो फेरि? त्यो को धनाप्छ त? कसको पालो हो? ल ल ल ल ल यसो गर नि। कता हो खोइ, सुरुमा आउँदा त थाहा हुन्न छ होइन, सुनसान आउँदा के। म देखेँ चमेरा कान्छी, ऊ आँखामा हान्छ पहिले त। देख्यो चमेरा? चमेरा देख्नुभयो होला? ल कान्छी तपाईँ निस्किनु चाहिँ सक्दैन यहाँबाट चाहिँ। ल चमेरा अब यहाँबाट निस्किन्छ, अब रिटर्न हो क्या। अब यति त हो नि। अब डेभिड फल्स घुम्नुको लागि रेडी हुँदैछ। अघि साराको घुमेर आएर थकाइ लागेर हामी रेस्ट गरेर अब खाना खाएर हामी चाहिँ ट्याक्कसँगले डेभिड फल्स, त्यहाँदेखि कहाँ कहाँ जाने अरे नामै थाहा छैन मलाई। भोलि गान्जुक त भोलिको भिडियोमा आइहाल्छ। र आज यस्तै भइरहेछ, एकदम वेदर पनि साथ दिइरहेछ है। र फाइनली हामी पातले जाएको डेभिड फल पनि आइपुगेको छौँ र हामी भित्र जाँदैछौँ। कस्तो छ हेरौँ भित्र, बबाल छ। पहिला नि आएको म 2013मा। के किन्ने हो फेरि यो मान्छेले?
गर्दैछौँ। डेभिड फल्स चाहिँ यस्तै रहेछ, अहिले चाहिँ पानी सुकिरहेको अवस्था। नदेख्ने ठाउँमा बसेर गर्नुपर्छ पानी। फल्समा घुमिरहेको छौँ। यो डेभिड फल्सको अर्थ चाहिँ स्विसको महिला यहाँ पौडी खेल्ने क्रममा दुर्घट घटना रहेछ, डुबेर मरेको। यसलाई 1961 सालमा त्यस्तो भएको रहेछ। त्यही आधारमा चाहिँ यो डेभिड फल्स नाम राखिएको रहेछ। मैले पनि यहीँ आएको अहिले मान्छेको यो डेभिडको साथमा चाहिँ धेरै भिड हुँदो रहेछ। डेभिड फल्सको बाहिरपट्टि चाहिँ यसरी बेच्न पनि राखेको छ पसल। प्युर पस्मिना अरे, नेपाली प्रोडक्ट। बबाल लाग्यो है, यो चाहिँ के यस्तो। अहिले पोखराको खतरा होटलहरू चाहिँ यता रहेछ है। हामी होटल अवलोकन गर्नु पनि पुगेको छौँ आज। आजको दिन यसरी भइरहेको छ, घुमिरहेको छौँ। होटलको बबारो भन्छ। यो चाहिँ पोखरा लेक साइडको सानो मार्केट रहेछ। यहाँ चाहिँ चिया, मकै, चटपटे, पानीपुरी पाउने एरिया रहेछ। यहाँ पर रोटी दिन्छ। त्यही छेउमा क्याटवक पनि छ। यहाँ माथिनिर सारङकोट रहेछ। यहाँ चाहिँ हामी चाहिँ अब आज चाहिँ लास्ट पोखराको लास्ट डे गेम जोनमा पस्दैछौँ। गेम खेलेको यो बन्दुक सल्लाह गर्दैछु बोमहरू। यस्तो नि छ है फेरि। पोखराको यो परको दृश्य एकदमै मन लोभ्याउने रहेछ। यहाँ चाहिँ एकदमै रातिको 12 बजी 1 बजीसम्म खुल्ला रहने रहेछ। र आजको डे 2 पोखराको 2 दिनको बसाइ
छोटो भिडियोहरू बनाएर हालेको जस्ट रिमेम्बरको लागि। र आजको यो नाइट र आजको डे 2 यही भिडियो बनाएर हालेको छु। तपाईँहरूसँग पनि हेरिदिनु भएको छ। थ्याङ्क यू सो मच। डे 3 भोलि भान्डुपको भिडियो पनि बनाएर हाल्नेछु। अहिलेको लागि बाई।